विक्रम सम्वत 2041 सालमा सीजी अर्थात चौधरी ग्रुपले बिना पकाएर पनि खान सक्ने चाउचाउ बनाउने सपना देख्यो र चौधरी ग्रुपले ठूलो उपलब्धिका साथ वाइवाई चाउचाउ पुरै नेपालीको मनमा बसाउन सफल भयो। त्यो समयमा उत्तरको हिमाली क्षेत्रदेखि तराईको अन्तिम सिमाना अनि पूर्वदेखि पश्चिमसम्म विद्यार्थी, मजदुर, शिक्षक, बच्चा, बुढा, धनी, गरिब, ठूला ठूला सेलरदेखि गाउँका साना साना पसलमा वाइवाईले एक छत्र राज गरेको थियो। तर त्यस्तो के भयो कि आजको दिनसम्म आइपुग्दा वाउ वाइवाई खाऊ भन्ने व्यक्तिले पनि ह्या वाइवाई पनि के खानु अरु नै खाऊ भन्ने अवस्था आयो। त्यस्तो के भयो कि कुनै बेला एक छत्र राज गरेको वाइवाई अहिले पसलमा पाउनै गाह्रो भइरहेको छ। यसरी वाइवाई चाउचाउ डाउनफल हुनुका केही कारण छन्। आउनुस् यही विषयमा कुराकानी गरौँ आजको भिडियोमा। त्यो समयमा वाइवाईले सस्तो, स्वादिलो र काँचै पनि खान सक्ने भएकाले नेपाली बजारमा राज गर्यो। यसरी एक समयमा त वाइवाई नेपालीको मुख्य खाजा बन्न पुगेको थियो। यसरी बजार फैलिँदै जाँदा सीजी कम्पनीले वाइवाईलाई नेपालमा मात्र नभएर भारत, बंगलादेश गर्दै धेरै देशमा आफ्नो बजार फैलायो। वाइवाई दिन प्रतिदिन एक एक स्टेप माथि चढ्दै थियो। वाइवाई चाउचाउकै कारण सीजी कम्पनीका सीईओ विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति बन्न पुगे। तर विभिन्न सङ्घर्षका बावजुद नामदाम कमाएको वाइवाई अहिले भने एकदमै तल खस्किँदै गइरहेको छ। तपाईँ हामीलाई थाहै छ, यदि कसैले सफलताको सिडी चढ्न खोज्दा खुट्टा तान्ने धेरै हुन्छन् भन्ने भनाइ अहिले वाइवाईसँग भइरहेको छ। अनि म तपाईलाई एकछिनमा वाइवाई चाउचाउमा भएका केही यस्ता गल्तीले नै आफ्नो खुट्टामा आफै बन्चरो हानेको भन्ने कुरा पनि भन्ने छु। सबैभन्दा पहिले यो भिडियो हेर्नुहोस्। हामीलाई यो मारवाडी चाहिँदैन। मारवाडी हाम्रो बिहामा पनि आउँदैन, जन्ती पनि आउँदैन, मलाई पनि आउँदैन। बिहा गर्दैन, दबाई गर्दा यहाँ गर्दैन। मारवाडीले बिहा गर्दा, मारवाडीका छोराहरूको बिहा गर्दा कहाँ हुन्छ भन्दा दिल्ली, कलकत्ता, दुबईमा हुन्छ। यो भिडियोमा सिधै विनोद चौधरीलाई नताके पनि यो भिडियोले सीजी कम्पनीप्रति जनताले केही हदसम्म नेगेटिभिटी चाहिँ सोचे, किनकि विनोद चौधरी पनि मारवाडी समुदायबाट नै सम्बन्धित व्यक्ति हुन्। जनताले जे सुन्छन् त्यही सत्य मान्छन्। त्यो भिडियो मात्र होइन, यस्ता धेरै भिडियो छन् जसले मारवाडी समुदायको बारेमा यस्ता अभिव्यक्ति दिएका थिए। कोषलाई दिएर महिनाको 10औं लाख कुम्लाएको छ मारवाडी सेवा समितिले भन्दा फरक नपर्ला। अनि अर्को यो भिडियो हेर्नुहोस्। यो भिडियोमा देख्न सकिन्छ सोका होस्टले विनोद चौधरीका छोराहरूलाई चाउचाउ खान लगाउँछन्, तर उनीहरूले खाए जस्तो मात्र गर्छन्, एक प्याकेट पनि खान सक्दैनन्। उनीहरूको अनुहारको एक्सप्रेसन देख्दा लाग्छ त्यो चाउचाउ एकदमै बेकार चिज हो। यो भिडियो भाइरल भएपछि जनताले फेरि यो चाउचाउ राम्रो छैन भन्ने सोच्न थाले। बिस्तारै यो चाउचाउको खरिद कम हुन थाल्यो। त्यस्तै यो रिपोर्ट पनि हेर्नुहोस्। यो रिपोर्ट काठमाडौँ मेट्रोपोलिटन सिटीले लेखेको समाचार हो। यसमा लेखिएको छ वाइवाई चाउचाउमा एसिडको मान 13.934 mg KOH पर ग्राम ओइल पाइएको छ, जुन एकदमै स्वीकार्य भन्दा धेरै माथि छ। यसको मतलब बार एउटै तेल प्रयोग हुनु वा एकदमै कम गुणस्तरको तेल प्रयोग हुनु हो। समय बित्दै जाँदा यस्ता धेरै समस्याहरू एकपछि एक गर्दै वाइवाई चाउचाउमा देखिन थाल्यो। अनि वाइवाईको भ्यालु त तब डाउन हुँदै गयो कि जब वाइवाईका विकल्पहरू धेरै जन्मिन थाले। 2PM, करेन्ट, लाली यस्ता धेरै चाउचाउ बजारमा आए जसले नयाँ स्वाद, नयाँ उपहार, वाइवाई भन्दा धेरै एडभर्टाइजमेन्ट अनि जनताको माग अनुसार क्वालिटी र क्वान्टिटीमा बदलाव लिएर आए। उनीहरूले जनता भन्दा पनि पसलेहरूलाई फाइदा हुने खालको स्ट्र्याटेजी सुरु गरे र पसलेहरूले वाइवाईलाई कम र अन्य ब्रान्डको चाउचाउ पसलमा धेरै बिक्री गर्न थाले। र यसरी वाइवाई कम हुँदै गएपछि न्यू जेनेरेसनले वाइवाईलाई बिस्तारै कम प्रयोग गरिरहेका छन्। अहिले वाइवाईले पनि समयको माग अनुसार विभिन्न प्रकारको स्वाद, मूल्य, तौलका चाउचाउ निकालेको छ, तर पनि पहिले जस्तो क्रेज चाहिँ पाइरहेको अवस्था छैन। ओके, अन्तिममा कमेन्ट गर्नुहोला वाइवाई चाउचाउ तपाईलाई कस्तो लाग्छ।